यहाँको स्थानीय कुराहरू यो भूगोल हेर्दामाखेरि यहाँ कफी एकदमै राम्रो कफी हुन्छ। वास्तवमा थुलुङ दुधकोशीमा हामीले के गरेका छौँ, कफीलाई व्यावसायीकरणको रूपमा अगाडि लगेका छौँ। अहिले थुलुङ दुधकोशीमा हामीले यति धेरै यसपालि मात्र 1 लाख बिरुवा चाहिँ कफी चाहिँ हामीले वितरण गरेका थियौँ। मेरो चाहिँ कार्यकालमा 1 लाख बिरुवा चाहिँ थुलुङ दुधकोशीका जनतालाई निःशुल्क हामीले चाहिँ वितरण गऱ्यौँ। अहिले हामी ग्लेसियर ट्रस्ट युकेसँग सम्झौता गरेका छौँ। त्यहाँको कफी यति मूल्यमा घरमै उठाएर कफी ल्याउने पैसा खेतमै दिने, बारीमै पैसा दिने चाहिँ काम गरेका छौँ। 30 लाख रुपैयाँको एउटा रिभल्भिङ फन्ड भन्ने एउटा चाहिँ गरेका छौँ। त्यहाँबाट पैसा चाहिँ पहिल्यै चाहिँ किसानको खलामै बारीमै चाहिँ हामीले दिन्छौँ र कफी ल्याउँछौँ, प्रशोधन गर्छौँ। त्यहीँ हामीले चाहिँ थुलुङ दुधकोशी कफी भनेर भनेका छौँ। त्यो कफी चाहिँ अहिले इन्टरनेसनल्ली अन्तर्राष्ट्रिय बजार चाहिँ हामीले गरेका छौँ। नेपालमा पनि लुछा चुडी छ अहिले हाम्रो कफी। यसलाई सबै मान्छे धनी हुने परिस्थिति बन्छ। यहाँ सिँचाइको खानेपानीको व्यवस्था हुने हो भने यहाँदेखि महाकुरुङसम्मको यो बाटोलाई स्तर उन्नति गरेर चाहिँ कालोपत्री गर्नु नै छ मेन तपाईँको बाटो होइन। अर्को महत्त्वपूर्ण कुरा त हामीले यो दुधकोशी करिडोर बनाउने भनेर भनेका छौँ। यहाँ 4-5 घन्टामा तपाईँहरू यहाँ काठमाडौँबाट यहाँ जोड्ने गरी काम गर्छौँ, त्यो सुरुवात गर्छौँ, प्रयत्न गर्छौँ भनेर भनेकै छौँ।